नमस्कार, जय प्रेम दर्शकवृन्द। म बोल्दैछु प्रेमवादी समीर यात्री। सदा झैं आज पनि तपाईहरूका लागि एउटा ज्ञानवर्धक प्रेरणादायक सन्देश लिएर आएको छु। म विश्वास गर्छु आजको यो सन्देशले तपाईको सोचमा, जीवनशैलीमा, दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनेछ। यदि यहाँ भनिएको कुरा तपाईले जीवनमा लागू गर्नुभयो भने मलाई पूर्ण विश्वास छ तपाईको जीवनमा नयाँ उज्यालो फैलिनेछ। यदि तपाईहरू हाम्रो यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्नु नभुल्नुहोला र बेल आइकन पनि दबाउनुहोला, जसले गर्दा हामीले ल्याउने हरेक नयाँ र प्रेरणादायक भिडियो तपाईले सबैभन्दा पहिले हेर्न सक्नुहुनेछ। अब ढिला नगरी सुरु गरौँ आजको मुख्य विषयवस्तुतिर। आज म तपाईहरूसँग एउटा यस्तो सन्देश बाँड्न गइरहेको छु जसले तपाईको सोच्ने तरिका, बोल्ने तरिका र मानिसहरूसँगको सम्बन्ध नै परिवर्तन गर्न सक्छ। यो सन्देश कुनै मैले बनाएको कुरा होइन, यो विश्व प्रसिद्ध लेखक डेल कार्नेगीको किताबबाट लिएको हो। साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभावित पार्ने कला। यो किताबले सिकाउँछ कसरी हामी मानिसको मन जित्न सक्छौं, कसरी अरूलाई बुझ्न सक्छौं र कसरी जीवनलाई सजिलो र खुसी बनाउन सक्छौं। त्यसैले कृपया यो भिडियो पूरा हेर्नुहोस्, किनकि आज म तपाईलाई 3वटा सिद्धान्त बताउँदैछु जुन तपाईको जीवनका लागि सम्बन्ध सुधार्न सक्छ। सिद्धान्त नम्बर 1, आलोचना, निन्दा र गुनासो नगरौं। हाम्रो समाजमा के हुन्छ भने मानिसले अरूको गल्ती देख्ने बित्तिकै तुरुन्त बोलिदिन्छ, उसले गल्ती गर्यो, ऊ त्यो गर्न जान्दैन, ऊ राम्रो छैन भन्ने गर्छ। तर साँचो कुरा के हो भने कसै पनि आलोचनाबाट सुधारिदैन। कसैको आत्मसम्मान तोडेर, कसैको मन दुखाएर कहिल्यै सुधार ल्याउन सकिँदैन। पहिलो कुरा, कसैको पनि आलोचना नगर्नुहोस् ताकि अरू कसैले पनि तपाईको आलोचना नगरोस्। दोस्रो कुरा, उनीहरूको आलोचना नगर्नुहोस्, किनकि यदि हामी उनीहरूको स्थानमा भएको भए हामी पनि सायद त्यस्तै गर्थ्यौं कि। हामी सबैसँग आफ्नै परिस्थितिहरू छन्। कसैले गल्ती गर्छ भने त्यो उसको परिस्थिति, समय र अवस्थाको कारणले पनि हुन सक्छ। त्यसैले उसलाई दोष दिनुभन्दा बुझ्ने प्रयास गरौं। यदि तपाई कसैलाई सुधार्न चाहनुहुन्छ भने त्यो राम्रो कुरा हो, तर सुरु आफैबाट किन नगर्ने? किनकि जब हामी आफै राम्रो बन्छौं, हाम्रो व्यवहार, सोच र बानीले नै अरूलाई सुधार्न थाल्छ। कसैलाई बलजफ्ती सुधार्न खोज्नु भन्दा स्वयं सुध्रिनु धेरै प्रभावकारी हुन्छ। चीनका दार्शनिक कन्फ्युसियसले भनेका छन्, छिमेकीको छतमाथि परेको हिउँको गुनासो नगर यदि तिमीले आफ्नो घरको सिडी सफा गरेको छैनौ भने। कति गहिरो कुरा हो यो। पहिले आफ्नै घर, आफ्नै व्यवहार, आफ्नै सोच सफा गरौं अनि मात्र अरूको कुरा गरौं। कुनै पनि मूर्खले आलोचना गर्न सक्छ, निन्दा गर्न सक्छ, गुनासो गर्न सक्छ, तर अरूलाई बुझ्न र क्षमा गर्न भने साँचो समझ र धैर्यता चाहिन्छ। महान व्यक्ति त्यो होइन जसले ठूलो कुरा गर्छ, महान व्यक्ति त्यो हो जसले साना मानिसहरूसँग पनि सम्मानपूर्वक व्यवहार गर्छ। त्यसैले हामीले आलोचना गर्नुको सट्टा उनीहरू किन यस्तो गरिरहेका छन् भनेर बुझ्ने प्रयास गरौं। जब हामी बुझ्ने प्रयास गर्छौं त्यतिबाट सहानुभूति र सहनशीलता र दयालु जन्मिन्छ। डा जोन्सनले भनेका छन्, भगवानले पनि मानिसको अन्तिम दिनभन्दा अघि उसको फैसला गर्नुहुन्न, फेरि हामी कसरी अरूको फैसला गर्न सक्छौं? त्यसैले सिद्धान्त नम्बर 1, आलोचना, निन्दा, गुनासो नगरौं। सिद्धान्त नम्बर 2, चाप्लुसी नगरी साँचो प्रशंसा गर्नुहोस्। अब अर्को कुरा, हामी सबैको मनमा एउटा चाहना हुन्छ कसैले हाम्रो राम्रो कुरा देखोस्, कसैले हाम्रो मेहनतको कदर गरून्, कसैले पनि तिमी राम्रो गर्दैछौ भनुन्। विलियम जेम्सले भनेका छन्, हरेक मानिसको मनमा उसको प्रशंसा होस् भन्ने गहिरो चाहना हुन्छ। तर वास्तविकता के हो भने हामी अरूको राम्रो कुरा देख्नमा भन्दा गल्ती खोज्नुमा बढी रमाउँछौं। तर सम्झिनुहोस्, प्रशंसा मन खोल्ने शब्दहरू कसैलाई राम्रो लाग्न मात्र होइन, कसैको जीवन नै परिवर्तन गर्न पनि सक्छ। के तपाईलाई थाहा छ केही वर्ष अघि गरिएको अनुसन्धानले के देखायो? जब घरबाट भाग्ने श्रीमतीहरूको मुख्य कारण के थियो? प्रशंसाको अभाव। हामी बच्चाहरू, साथीहरू, कर्मचारीहरूलाई खाना दिन्छौं तर उनीहरूको मनलाई पोषण दिन भने बिर्सन्छौं। तिमीले राम्रो गर्यौ, तिमीमा क्षमता छ यो भन्न हामी बिर्सन्छौं। बच्चाहरू पनि आफ्ना आमा बाबाबाट प्रशंसा होस् भन्ने चाहना बोकेको हुन्छ। त्यसैले उनीहरूको लागि सबैभन्दा ठूलो खुसी नै प्रशंसा हो। याद राखौं,
राखौं, चाप्लुसी र साँचो प्रशंसा फरक कुरा हुन्। चाप्लुसी नक्कली नोट जस्तै हो, थोरै समयमा फाइदा दिन्छ तर अन्त्यमा फाइदा भन्दा धेरै हानि नै हुन्छ। नक्कली प्रशंसा, झुटो बोली त्यो कहिल्यै स्थायी हुँदैन, तर साँचो मनले गरिएको प्रशंसा त्यो मानिसहरूले आत्मा छोइदिन्छ। तपाईले गरेको साँचो शब्दहरू उनीहरूले जीवनभर सम्झिन्छन्। तपाईले बिर्सन सक्नुहुन्छ तर उनीहरूले त्यो कहिल्यै बिर्सिँदैन। त्यसैले हामीले आफ्ना उपलब्धिहरू मात्र होइन, अरूका राम्रा पक्षहरू पनि देख्न सिकौं। गाली होइन, सराहना गरौं। सिद्धान्त नम्बर 2, चाप्लुसी नगरी साँचो प्रशंसा गर्नुहोस्। सिद्धान्त नम्बर 3, अरूमा काम गर्ने प्रबल इच्छा जगाउनुहोस्। अब अन्तिम कुरा, कसरी अरूलाई आफ्नो कुरा अनुसार काम गराउने, कसरी अरूलाई प्रेरित गर्ने? उत्तर सरल छ, त्यस व्यक्तिमा काम गर्ने प्रबल इच्छा जगाउनुहोस्। यदि तपाईँ कसैलाई प्रेरित गर्न सक्नुहुन्छ भने तपाईँ आधा संसार जित्नुभयो। तर यदि तपाईँ अरूमा इच्छा जगाउन सक्नुहुन्न भने तपाईँ सधैँ एक्लो हुनेछ। मानिसलाई प्रभावित पार्ने सबैभन्दा राम्रो तरिका हो उसको इच्छा चाहनाको विषयमा कुरा गर्नु, उसको दृष्टिकोण बुझ्ने प्रयास गर्नु। कसैको मन जित्न पहिले उसको स्थानमा आफूलाई राख्नु पर्छ। उसले किन यसो गर्यो, उसले किन यस्तो सोच्यो, त्यो बुझ्ने प्रयास गर्नु नै मानसिकपन हो। जो व्यक्ति अरूको मन बुझ्न सक्छ, अरूको सोच बुझ्न सक्छ, उसले भविष्यको चिन्ता गर्नु पर्दैन, किनकि उसले उसको साथमा धेरै मानिसहरू रहन्छन्। सिद्धान्त नम्बर 3, अरूमा काम गर्ने प्रबल इच्छा जगाउनुहोस्। अन्त्यमा अब तपाईले यी 3 सिद्धान्तहरू बुझ्नुहोस्। 1 नम्बर, आलोचना, निन्दा, गुनासो नगर्नुहोस्। 2 नम्बर, चाप्लुसी नगरी साँचो प्रशंसा गर्नुहोस्। 3 नम्बर, अगाडिको व्यक्तिमा काम गर्ने प्रबल इच्छा जगाउनुहोस्। यी कुरा डेल कार्नेगीले धेरै वर्ष पहिले अनुभव र अनुसन्धानपछि लेखिएका हुन्। यी सिद्धान्तहरू कुनै पुस्तकमा आधार मात्र होइनन्, यी जीवनका नियमहरू पनि हुन्। यी कुराहरू तपाईले आजैदेखि अभ्यास गर्नुहोस्। भोलि पनि म यस्तै प्रेरणादायक ज्ञानवर्धक सन्देश लिएर आउने छु। तपाईको हरेक दिन सकारात्मक ऊर्जाले भरिएको होस्, आत्मविश्वासले भरिएको होस् भन्ने शुभकामना सहित आजलाई यही समाप्त गर्दछु। यदि आजको सन्देश मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला, किनभने तपाईको एउटा सानो प्रतिक्रिया नै मेरो लागि सबैभन्दा ठूलो प्रेरणा हो। आजको दिन तपाईको सफल रहोस्। नमस्कार, जय प्रेम। Have a nice day.